सबैजनालाई मेरो नमस्कार छ। मेरो नाम पिन्टू राई यादव हो। आज यो भिडियो मेरो पहिलो भिडियो बन्न गइरहेको छ। आज हाम्रो मिति रहेको छ 2082 साल 9 महिना 10वां महिना 12 गते। यो भिडियोमा म यो भिडियो किन बनाउन गइरहेको छु भने यस्ता भिडियो त धेरैजना बनाइरहेको छ समूह बनेको के, तर म यो कक्षा 7 देखि म स्टार्ट गरेको छु। क्लास 7 देखि हाम्रो यो स्टार्ट छ। क्लास 7 जुन गभर्नमेन्ट स्कुल सरकारी स्कुल छ त्यो स्कुलको हाम्रो गभर्नमेन्ट सरकारी स्कुलको किताबको सल्युसनहरु गरिन्छ यसमा है। त तपाईले हेरिदिइरहेको छु। यो हाम्रो किताब जुन नेपालभरि नै यही किताब पढाइ भइरहेको छ। यता म गौराको यो गौराबाट स्टार्ट भएको यो गौराबाट म तपाईलाई यहाँ बोलिरहेको छु। गौरा नगरपालिका हो, हाम्रो रौतहट जिल्लाको छ, ठीक छ। अब यसमा हामीले मेरो घर चाहिँ गेडीगुठीमा जुन छ, गेडीगुठीमा हामीले फ्री कोचिङ पनि फ्री कोचिङ गरेको स्टार्ट गरेको छु, जुन एउटा रुपैयाँ नलिकनै हामी विद्यार्थीहरूले नै पढाइ पनि रहेको हो। जसमा क्लास 7, 6 सबै पढिरहेको छ। तर हामी त्यो मेन पोइन्ट मेरो के छ कि म आफ्नो विद्यार्थीहरू भने टाइम नपाएर त्यता सब म्यानेज गर्न नसकेर त्यता क्लास 7 को देखि त्यहाँ मेन फोकस गरेँ, किनभने क्लास 7 को विद्यार्थीहरू त्यहाँ पाइएको छ मसँग, जसको आर्थिक अवस्था धेरै नै कमजोर छ। जसको आर्थिक अवस्था कमजोर छ त्यसलाई धेरै नै गाह्रो छ। जस मध्ये गर्ल्स, म चाहन्छु हाम्रो मधेसमा कि गर्ल्स मजबुत होस्, किनभने हाम्रो मधेसमा को बोइजहरू जुन छ अहिले बहुत बिग्रिरहेको छ। यो अहिले कन्डिसन चलिरहेको छ। यो सालमा भन्ने मेरो अनुभवले जाने हो कि यसमा त धेरैभन्दा धेरै अब दबाउन धेरै दबाइरहेको छ। गर्ल्सको अवस्थाहरू धेरै दबाउन लागिरहेको छ। हम गरिबलाई उठाउने कोसिस गरेको छु। हामी सब मिलेर हामी यदि समाजमा सबै यस्ता मान्छेहरू हामी सहयोग तपाईहरुको सहयोग आयो भने तपाईको सहयोग पायो भने हामी एकदम राम्रोसँग अगाडि यो हाम्रो यो कोचिङलाई अगाडि ल्याउन सक्छौं। र फ्री कोचिङ जुन सेवा पाइरहेको छ, तपाईले यसमा जुन जसले कहीं भिडियो देखिरहेको भयो होला त तपाई सर्च गर्नु होला, पिन्टू यादव नाम गरेर टिकटकमा सर्च गर्नु, चाहे प्रोफाइलमा मेरो फेसबुक प्रोफाइलमा सर्च गर्नु, चाहे मेरो युट्युबमा यो सर्च हेर्नु। यसमा सब हाम्रो केही भिडियोहरू बच्चाहरूको राखेको छ जहाँ 70-200 जति विद्यार्थीहरू फ्रीमा अहिले हामी पढाइरहेको छौँ। अब आउने दिनमा हामी 200, 400, 500 जनालाई पनि पढाउन प्रयासमा छौँ। त साथसाथैमा हामी अब लाग्छौँ क्लास 7 पार्ट A को समूह सेट। अब जम्मा 2-3 महिना हाम्रो मात्र बाँकी छ एक्जामको, जुन अहिले क्लास कक्षा 7 जुन तपाईँ जुन भिडियो हेरिराख्नु भएको छ। अब 2 महिनापछि हाम्रो फाइनल एक्जाम हुन वालाको छ। त क्लास 7 समूह छ। हाम्रो समूह भनेको के हो भन्नाले यसमा दिएको छ। समूह भनेको सेट हैन, इंग्लिशमा हामी सेट भन्छ। सेट यानी समूह भनेको स्पष्ट रूपमा परिभाषित र फरक वस्तुहरूको संग्रह हो। यो वस्तुहरूलाई तत्व वा सदस्य मेम्बर भनिन्छ हैन। यदि कुनै समूह छ, जस्तै क्लास 7 को समूह छ, तपाईको क्लास 7 मा बोइज को समूह होला, गर्ल्स को समूह होला, बोइज मा केही समूह होला, गर्ल्स मा पनि केही समूह होला, 10 वटा समूह एक मेम्बर होला हैन। कुनै क्लास मा एउटा बोइज र गर्ल्स मिलेर एउटा मेम्बर, यो सबके त्यो भित्र जुन छ त्यो मेम्बर भयो। जस्तै कि हामी अब तपाई केहीको समूह लिनु, जस्तै कि अब माने फ्रुट को समूह लिनु, त फ्रुट को समूहमा एक किसिमको फ्रुट पर्छ, धेरै भेराइटीको फ्रुट पर्छ। तर तपाई भन्नुहुन्छ मात्र म म्याङ्गो लिन्छु भने म्याङ्गोको एउटा समूह हुन्छ, यानी कि म्याङ्गोको एउटा मेम्बर हुन्छ हैन। त जसले हामी परिभाषित गर्न सक्छौं, जसलाई हामी वेल डिफाइन गर्न सक्छौं, त्यो मात्रलाई हामी त्यसलाई हामी समूह भन्न सक्छौं। अब जस्तै कि अब हामीले गर्नको लागि दिइहाल्यो चिनी हैन, चिनी अब गर्नुस् हैन, चामल गर्न लागि दिइहाल्छ, तपाईले त त्यो गिन्न त सक्दैन हैन। हामी अब आकाशमा नि तारा छ, आकाशमा हेर्छौं, हामी आकाशमा हेर्दाखेरि हामी तारा हेर्छौं भने अब सोच्छु करोडौं तारा छ, लाखौं बिलियन्स अफ स्टारहरू छ इन द स्काईमा हैन, अन द स्काई। अब यसमा गर्न त सक्दैन, तर त्यसलाई हामी वेल डिफाइन गर्न सक्दैन हैन। त्यो के छ, इनफाइनाइट भयो हैन। हाम्रो समूहको प्रकार पनि पर्छ, टाइप्स अफ सेट, जसमध्ये फर्स्टमा हाम्रो समूहको प्रकारमा खाली समूह पर्छ, नुल सेट, जसलाई एम्प्टी सेट पनि भन्छ। एउटा पनि सदस्य नभएको समूहलाई
खाली समूह भनिन्छ। यसलाई ग्रीक भाषामा यो फाइल यानी कि 0 हैन, ग्रीक भाषामा यसरी 0 गरेर यसरी काटिन्छ जस्तै यो फाइल जनाइन्छ। एउटा पनि खाली समूह नभएको सदस्यलाई जसलाई फाइल भनेर पढिन्छ। अब यो खाली समूह कुन अवस्थामा हुन सक्छ हैन, कुन अवस्थामा यो खाली समूह हुन्छ भने यो त्यो अवस्था अलिकति त्यो एउटा इक्जाम्पल भयो। जस मानौँ तपाईँ ए समूह छ जसमा 1 2 3 4 छ है। बी समूह छ, बी समूहमा जस मानौँ तपाईको 2 छ हैन, 3 छ, 1 छ, अब 4 पनि छ। अब यसमा अब कुन अवस्थामा हुन सक्छ जस्तै कि एकचोटी हामी के गर्नुस् a माइनस b गर्दाखेरि यानी कि a मा कति सदस्य छ 1 छ 2 3 4 छ, माइनस b गरेको छौं हामी, b मा कति दिएको छ 2 3 1 र 4 दिएको छ। अब जुन यसमा यो समूह हटाउनुलाई के हुन्छ, यो सदस्य यसमा यो समूहको सदस्य र यो समूहको सदस्य यदि मिल्छ भने घट्छ। जस्तै कि 1 मिलिएको छ या 1 छ 1 छ मिलिएको छ भने क्यान्सल भयो, 2 छ 2 मिल्यो भने क्यान्सल भयो, 3 छ यसमा पनि 3 छ मिल्यो क्यान्सल भयो, 4 पनि यसमा पनि छ यसमा पनि 4 छ क्यान्सल। यानी कि यसमा कुनै पनि सदस्य बाँकी नै रहेन। यदि कुनै पनि सदस्य बाँकी छैन भने यो के हो, खाली समूह हो, या हामी यसलाई फाइल गरेर चाहिँ डिनोट गर्न सक्छौं हैन। यो हाम्रो खाली समूह भयो, ठीक छ। त खाली समूह भनेको के हो, समूह भनेको के हो, यो सबै यो पनि हामी यहाँ लेख दिएको छु। यहाँ एकचोटि म तपाईलाई बताइदिए, यहाँ अलिकति लाइटको रिफ्लेक्सन आइरहेको छ। सेट भनेको स्पष्ट रूपमा परिभाषित र फरक फरक वस्तुहरूको संग्रह हो, फरक फरक वस्तुहरूको संग्रह। अब हाम्रो एक किसिमको वस्तुको संग्रह छैन। तपाईँ क्लासमा जानुहुन्छ भने विद्यार्थीहरूको समूहको संग्रह पाइहाल्नुहुन्छ हैन, लाइब्रेरीमा जानुहुन्छ त बुकको पुरै समूह मेम्बर या संग्रह कलेक्सनहरु पाइहाल्नुहुन्छ हैन। जुन ठाउँमा जानुहुन्छ त्यो ठाउँमा केही न केही मेम्बर हुन्छ, त्यसको के हुन्छ त्यो केही न केही संग्रह यानी कि कलेक्सन हुन्छ नि हुन्छ त्यो हैन। हरेक ठाउँमा हरेक वस्तु के भनेको चाहिँ स्पष्ट रूपमा परिभाषित हुन सकिने र फरक फरक वस्तुहरूको संग्रह हो। यो वस्तुहरूलाई तत्व वा एलिमेन्ट वा सदस्य वा मेम्बर भनिन्छ। यसमा समूहको प्रकारमा फर्स्टमा हाम्रो बुकमै दिएको छ, टाइप्स अफ सेटमा फर्स्टमा दिएको छ खाली समूह। खाली समूह यानी कि नुल सेट यानी कि एम्प्टी सेट। एउटा पनि सदस्य नभएको समूह के हो, हाम्रो खाली समूह भनिन्छ। एउटा पनि सदस्य नभएको खाली समूह यानी खाली भन्नाले खाली बुझ्दै, एम्प्टी भन्ने नुल सेट भन्नु। अब यसपछि हामी पढ्ने हो इक्विभ्यालेन्ट सेट र इक्वल सेट यानी कि समतुल्य सेट र समतुल्य सेट पढ्ने हो। भर्खरै हामीले लेखेको त पहिला हामी यसको बारेमा के गर्नु छ। अब यो हाम्रो भइसक्यो, यसपछि हामी के गर्छौं समतुल्य सेटको यानी कि इक्विभ्यालेन्ट र इक्वल सेटको बारेमा हामी डिस्कस गर्छौं भिडियोमा। यदि तपाईले यो भिडियोमा कुनै प्रब्लम छ भने तपाईँ यहाँ कमेन्ट गर्न सक्नुहुन्छ। अनि हामी यो भिडियोले फेरि देखिन हामी चाह्यो भने एकदम अझै राम्रो बनाउने। पहिले यो फर्स्ट मेरो भिडियो छ, फर्स्ट चोटि मैले प्रयास गरेको हो। अहिले इलेक्सनको माहौल चलिरहेको छ। हम सबै नेपालवासीले म फेरि एकचोटि अझै अनुरोध गर्छु कि तपाईँ जुन पनि पार्टी हो, जुन पनि पहिलादेखि पार्टीगत लाग्नु भएको छ, तर अहिले चाहिँ हाम्रो सरकारमा पालन आउनु पर्यो। किनभने आयो भने यही हाम्रो अहिलेको लागि, यही नै हाम्रो देशको लागि लाइटिङ छ। अरू बाहेक जुन हामी पाल्टासाठी पढेको थियो त्यसमा हामी ध्यान दिनुपर्छ है। ल हामी अगाडि बढ्छौँ। भर्खरै तपाईँ जुन पढ्नु भएको थियो टाइप्स अफ सेटमा खाली समूहको बारेमा बुझ्नु भयो। खाली समूहमा हाम्रो तपाईँ बुझिसक्नु भयो। जुन समूह हाम्रो के छ त्यसमा एउटा पनि सदस्य नभएको समूहलाई के भन्ने हो, खाली समूह भन्ने यानी कि एम्प्टी सेट भन्ने हो। अब के छ हाम्रो समतुल्य र बराबर समूह। अब नेक्स्ट हाम्रो के छ यसमा समतुल्य र बराबर समूह। त्यसपछि हामी अर्को भिडियोमा फेरि अर्को भिडियोमा पढ्ने सीमित र असीमित समूह पढ्ने हो। त सबभन्दा के छ हाम्रो समतुल्य समूह। समतुल्य समूह यानी कि इक्विभ्यालेन्ट सेट। यो सदस्यमा के हुन्छ कि सदस्यको संख्या के हुन्छ हाम्रो मात्र सदस्यको संख्या भन्नाले यदि दुईवटा समूहहरूको सदस्यको संख्याहरू बराबर छन् भने, यदि दुईवटा समूह छ त्यसमा सदस्यको संख्या मात्र बराबर छन् भने
बराबर छ भने त्यस्तो समूहहरूले के भन्नु समतलीय समूह भनिन्छ। अब समतलीय समूहहरूको सङ्केतलाई यसै हाम्रो देखाइन्छ, यानी कि ए समतलीय बी लेखिन्छ। जस्तै कि त अब यहाँ हेर्नु एकचोटि इक्जाम्पलमा हेर्नु। अब समतलीय समूह भन्नाले के हुन्छ कि जस्तै कि एउटा ए ग्रुप छ, ए ग्रुपमा मानौँ ए बी सी र डी छ, बीमा मानौँ के छ 1 2 3 र 4 छ। अब ए मा हाम्रो के छ ए बी सी डी छ, बी मा 1 2 3 4 छ, यानी कि यो सदस्य यो हाम्रो के छ अब इक्विभ्यालेन्स सेटमा के अब सदस्यहरूको सङ्ख्या बराबर हुने, त्यसमा को सदस्यहरू हुबहु मिल्ने हो भने यो कुरा यसमा त्यो मतलब छैन। यसमा के मतलब छ कि यसमा मात्र सङ्ख्या मिल्ने हो। जस्तै कि यसमा कतिवटा सदस्यहरू कुनै यो समूहमा सदस्यहरूको सङ्ख्या कतिवटा छ 1 2 3 4 वटा छ, यसमा पनि हाम्रो 1 2 3 4 वटा छ, यानी कि दुवैमा सदस्यहरूको सङ्ख्या बराबर छ तर सदस्यहरू मिलिरहेको छैन। तर त्यो मिलिरहेको छैन भने यदि सङ्ख्या बराबर छ तर मिलिरहेको छैन तर सदस्यहरूको सङ्ख्या बराबर छ, दुवै समूहको सदस्यको सङ्ख्या यानी कि मेम्बर बराबर छन् इक्वल छ भने मेम्बर सङ्ख्या नम्बर अफ मेम्बर यानी कि बराबर छ भने यो के हो समतलीय समूह यानी कि इक्विभ्यालेन्स सेट। त्यसपछि हाम्रो के छ यसमा बराबर समूह। यदि कुनै दुईवटा समूहहरूका सदस्यहरू उत्तिकै सङ्ख्यामा र उही छन् भने उत्तिकै सङ्ख्यामा र उही छन् भने ती समूहहरूले के भन्यो बराबर समूह भनिन्छ। उत्तिकै सङ्ख्यामा अब यो जरुरी छ कि त्यसमा 5 वटा बढी भयो र यसमा 4 वटा छ, तर होइन उत्तिकै सङ्ख्या पनि हुनु पर्यो तर दुवै मिल्नु पनि पर्यो। जस्तै के हो बराबर समूहमा हाम्रो यानी कि इक्वल सेट यानी कि बराबर समूहमा जस्तै कि हाम्रो ए बराबर ए बी सी डी छ भने हैन, अब बी बराबर बी सी डी हैन ए छ भने अब यसमा के हाम्रो ए इक्वल टु बी छ, किनभने यहाँ हेर्नु त ए पनि छ यसमा ए छ, यहाँ पनि ए छ, बी पनि छ, सी पनि छ, डी छ, यानी कि यो के भने हाम्रो यसमा को त बराबर समूहमा फरक के छ कि यसमा बराबर समूहमा कुनै सदस्यको सङ्ख्या पनि बराबर हुनु पर्यो, जुन सदस्य ए मा छ त्यो बी मा पनि हुनु पर्यो, यानी कि जुन समूह यानी कि दुईटा समूह छ दुवै समूहको सङ्ख्या र सदस्य पनि जुन छ त्यो अर्कोमा पनि हुनु पर्यो, अर्को यानी कि दुवैमा सदस्यको सङ्ख्या र सदस्य पनि मिलिरहेको छ भने त्यो हाम्रो के हुन्छ इक्वल सेट हुन्छ, बराबर समूह भनिन्छ। अब समतलीय समूहमा के हुन्छ कि मात्र सदस्यको सङ्ख्या मात्र बराबर हुन्छ तर सदस्य मिले नमिले त्यसले हाम्रो त्यो केही कुरा छैन, त्यो मतलब छैन। मात्र सङ्ख्या बराबर छ भने त्यो समतलीय समूह भयो, जसमा सङ्ख्या र सदस्य मिलिरहेको छ त्यो हाम्रो बराबर समूह भयो। समतलीय समूह भन्नाले हाम्रो के हो कि जसको सदस्यको सङ्ख्या मात्र मिल्ने हो, जसमा कुनै पनि दुईवटा समूह छ त्यो दुईवटा समूहको सदस्यको सङ्ख्या मात्र मिल्यो त्यो भयो हाम्रो समतलीय समूह। यदि दुईवटा समूहहरूको सदस्यको सङ्ख्याहरू बराबर छन् भने त्यस्ता समूहहरूलाई समतलीय समूह भनिन्छ। समतलीय समूहलाई सङ्केतमा ए यसरी हाम्रो ए अनि ए समतलीय बी लेखिन्छ। बराबर समूहहरू इक्वल सेट जसमा तपाईँ एकचोटि फेरि म भनिरहन्छु कि यदि कुनै दुईवटा समूहहरूको सदस्यहरूको उत्तिकै सङ्ख्या पनि उत्तिकै छ सदस्य पनि मिलिरहेको छ भने त्यो हाम्रो के जनाउँछ बराबर समूह जनाइन्छ। त यो भिडियोमा यदि तपाईँले केही प्रब्लम छ केही मिस्टेक लागिरहेको छ भने तपाईँ कमेन्ट गर्नु होला, किनभने फर्स्ट मेरो भिडियो जुन छ यो कक्षा 7 को स्टार्ट भइसकेको छ, यसपछि हामी निरन्तर जारी राख्छौँ। हरेक हाम्रो पुरै एक्सरसाइजको जुन अभ्यास हुन्छ पुरै एक अभ्यास हाम्रो सानो पनि कुरा छोड्दिनँ। तपाईँले अहिले मेरो क्लास मात्र 7 को रहन्छ, यो जुन भिडियो जुन छ त हाम्रो यसमा 7 8 9 10 सम्म पुरै हाम्रो पढाइ हुन्छ, जसमध्ये हाम्रो यो म कक्षा 7 को पढाउने हो, 8 9 10 लाई जुन हाम्रो आनन्द सर पढाउनुहुन्छ। यो भिडियो कहाँबाट प्रसारण भइरहेको छ भने तपाईँले बताइदिरहेको छु, रौतहटको गौरव नगरपालिकाबाट स्टार्ट भइरहेको छ।
अब यसमा तपाईँले के छ कि हामीले फ्री कोचिङ सेवा पनि खुलेको छु। यो तपाईँ भिडियोमा मेरो त्यो युट्युबमा गएर तपाईँ हेर्न सक्नुहुन्छ। यदि कसैले त्यसमा केही इन्ट्रेस्ट अफ फाउन्डेसन डोनेट गर्नु छ भने तपाईँ मजाले ढुक्कले 150 जति पनि डोनेट गर्न सक्नुहुन्छ त्यो बच्चाहरूको लागि, जसमा तपाईँले यदि यसमा वास्तवमा कुरा यो फेक लागेको छ भने तपाईँ मलाई कल गर्न सक्नुहुन्छ। मेरो नम्बर आएको छ, तपाईँ यो नम्बर म यहाँ लेखिदिइरहेको छु 97 422 24 572। यो नम्बरमा तपाईँ मलाई कल गरेर सम्पर्क गर्न सक्नुहुन्छ। आएर मसँग भेट्न पनि सक्नुहुन्छ। आएर तपाईँले पुरै म देखाइ पनि दिन्छु कहाँ पढाइ भइरहेको छ, के भइरहेको छ, के अवस्था छ होइन। यो भर्खरै जुन हाम्रो इलेक्सन भइरहेको छ, यदि कुनै नेतालाई कसै डोनेट गर्नु मन छ, भर्खरै स्टार्ट भएको यो डोनेसन गर्नु मन छ भने तपाईँ यसमा डोनेट गर्न सक्नुहुन्छ। किनभने यो समाजको लागि हो, समाजको हितको लागि हो होइन। देशको विकास, यो सब कुरा यस्ता कुरा सब हाम्रो देशको विकास हो, यानि कि शिक्षा नै हाम्रो देशलाई अगाडि बढाउन, देशको विकासमा उन्नति र प्रगति गर्न सक्छ। अरू कुनै कुरा यस्तो छँदै छैन कि हामी चाहन्छौँ हामी कि त्यो यताउता गरेर केही हुँदैन। यो चाहिँ एजुकेसन मात्र यस्तो कुरा छ कि एजुकेसनबाट हाम्रो सानो सानो बच्चाहरू, गरिबका बच्चाहरू छन् जसलाई हामी केही अब फ्रीमा दिएर चाहे पैसा दिए जे पनि लोभ, यानि यो एजुकेसनको लोभ दियो भने यो एजुकेसनको लोभ यानि कि त्यसमा कहिले पनि नराम्रो कुरा होइन। यो हमेसा समाजले चेन्ज गर्ने कुरा हो। हमेसा एजुकेसनले कुनै थ्योरी, कुनै लोभ दिएर पढाइदिने उसको भविष्य, यानि कि यो भविष्य बनाउने कुरा हो, यसमा कुनै बिगार्ने कुरा होइन। यदि तपाईँले कसैले डोनेट गर्नु मन छ भने तपाईँ यसमा यो नम्बरमा सम्पर्क गरेर मलाई कल गर्न सक्नुहुन्छ। ल हस्।